Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Asim. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Asim. कसो बर्थडे आज कति नाम रिमाइन्डर भयो मेरो मामाको बर्थडे आज केक काट्ने ओके काट्ने ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु खुसीको मामा ल नानीलाई खुवाइदियो पहिला सुरुमै नानीलाई किन चिरी खुवाइदियो तर क्रिम नखुवाइदियो मलाई ए मामा खस्यो आफै म खुवाइदिनु पर्छ के अर्को खुवाइदियो अनि मामालाई खुवाइदिनु पर्छ ल अब यो खान्छ कि नानीले मामालाई खुवाइदियो बाबा मामालाई खुवाइदिनु कि आफै खाने मामालाई खुवाइदियो अनि पैसा दियो अनि त्यसरी तिमीले खाने ल है खाऊ ल सानी वान मामालाई खुवाइदेऊ अनि पैसा देऊ ल कसरी दिन्छ नि हेरौँ है देऊ न अनि फेरि भोलि के ल्याइदिउँ न त देऊ ल्याइदिउँ न फेरि बजार दिनु ल यो मलाई खुवाइदिनु मैले मामालाई खुवाइदिउँ यो मलाई खुवाइदिनु पकाएर म ह्यापी बर्थडे भन्छु मामालाई ल तिमी खुवाइदिनु खाइदिनु है नहीं मैले छोड यसलाई इग्नोर तर के मम्मी ल उहाँ चम्मचले एउटा पिस आयो नि त यहीबाट सबले खुवाइदिने गर्थ्यो कि अब कस्तो नाम ठिक छ के गर्ने हो त्यसैबाट खुवाइदिने कति राम्रो के सबैले त्यहीबाट खुवाइदिने ह्यापी बर्थडे आसिम थ्याङ्क यू मलाई खानु हामी त दिन्न त्यो मम्मीले गर्नु त हामी त दिन्न म सबैकोबाट खाइदिने थ्याङ्क यू आसिम अब आउनु दिदी पापाको तर्फबाट मामाको तर्फबाट है यो चाहिँ अरूको कसको भाउजूको तर्फबाट पनि खुवाइदिन्छु भाउजूको तर्फबाट हजुरकोबाट खाइदिएँ मैले हजुरको सट्टा दादाको मम्मीले खुवाइदिनु म खुवाइदिनु मेरोबाट पुरा के खानु पाएन त्यति मलाई दिन एक्लै खाने हात नगर साँच्चै खानु न पहिला अनि खानु पकाउनु ह्यापी बर्थडे छोरो मेरो तर्फबाट यो भयो दादाको तर्फबाट अरू अरू अलिक धेरै दादाको तर्फबाट मात्रै त बाँकी हो अब दादाले कति माया मान्छ धेरै खुवाइदिनु पर्छ ट्याक्क चेरी दादाले अब अनि धेरै माया गर्ने दादाको तर्फबाट खुवाइदिने दादाको तर्फबाट चेरी टक्क ल यो दादाको तर्फबाट अनि फेरि यो भिनाजुको तर्फबाट भिनाजुको तर्फबाट चाहिँ दिदीलाई छोडेर अनि जतिजना आफन्ती हुनुहुन्छ हामीले नाम भन्न बिर्सेका अनि सबैको सट्टाबाट यो मैले आफ्नो नम्बर पाएँ मम्मीलाई दिन चाहिँ बाँकी छ के आफूले खाएपछि सबैले खाइसक्यो भन्ने मान्छे कि मैले पनि त्यही हो कि आफूले खाइसकेँ अब चाटचुट भयो अब मम्मीको कत्रो पिस होला परे आँखै त्यही हुन्छ अब खाने त हामी के अरे अब सबै पिस हो नि हजुर धन्यवाद नानीलाई चेरी दिने कि नानीलाई प्लेटमा चम्चा पनि छ ल लाज त्यो कस्तो गमक कि नहाँसो लाइलाई पनि नहाँसे अर्कै कि लाज मानेको फेस हो कि त्यो नानी यो मेरो तर्फबाट
छोरो मामालाई ह्यापी बर्थडे भन्ने हैनौ चम्चा थियो छान त्यहाँ चम्चा खाने ल बाई बाई भन्दिउ ल मोबाइलले त बाई भन्दिउ ल बाई भन्नु ल बाई ल यस्तो बाई बाई गाइस हामीले के ह्यापी बर्थडे गर्नु मनायौँ के बाई मन बन्द गरिदिनु